यो हो नेपाल, यहाँ र्याप गर्ने खोर भित्र रेप गर्ने छोड दिन्छ। यो हो नेपाल, जहाँ न्याय भन्ने कुरा सिप मिल्ने गर्छ नोटसित। यो हो नेपाल, जनताको आवाज केवल सुन्ने गर्छ भोट लिन। यो हो नेपाल, अपराधीलाई सजाय मिल्छ लाग्दैन मलाई सोच्ने मन। यहाँ 5 वर्षको नाबालिगलाई किरा तिर्नुपर्छ, 16-17 वर्ष रेपिस्टलाई रिहाई दिनुपर्छ। बिहान घरबाट हाँसेर निस्किएकी छोरी साँझ परेपछि परिवारले चिया लग्नुपर्छ। यस्तो रेप गर्नेको त लिङ्क छिनाइदिनुपर्छ, मुखभित्र हाली ओठ सिलाइदिनुपर्छ। यदि हामीले यस्तो गरेमा कानुन लाग्ने हरे, रेपिस्टले रेप गर्दा कानुन बिलाइदिन सक्छ। निर्मलालाई न्याय नमिलेको 2782 दिन भयो। रिसेन्ट केस इनेसाको रेपिस्ट माइनर निस्क्यो। मरेलाई न्याय होइन सिम्पत्ति मिल्छ यहाँ। यस समाजमा रोज्ने साहिललाई बाँचुन्जेल पिर भयो। यस्तै अखिलभन्दा भिक्टिमलाई पर्छ अन्याय। बाँचिने सुसाइड गर्न बाध्य रिङ्कु सदाय। न त विश्वास गाउँघरको न त विश्वास सहरको छोरी पठाउनाले डर। बागमती जे विद्यालय 5 वर्ष बच्चाको रेप देश बस्न उचित छ। 13 वर्ष छोरीको इज्जत बाउले रुदिन्छ। जुन देशमा नारीलाई काली माता पुजिन्छ, 12 वर्ष सम्झनाको इज्जत मन्दिरभित्र लुटिन्छ। पैसा कपडा पाए होला नि पनि पुलिसले हेप्ने हिरासतमा महिलाको रेप गर्छ डिएसपी। 20 वर्षको उमेरमा ग्याङ रेप भएको व्यक्ति अझै न्याय पाएको छैन, उमेर पुगिसके 31। नेपालमा जन्मिनु नै पाप बनेर लेडिज कति आवाज उठाउँछन् जस्तै सुस्मिता रेग्मी कति केसहरू त यहाँ रजिस्टर नै हुन्न। परिवारको इज्जत अनि सोची समाजको बेस्ती। रिसेन्ट 8 वर्षमा रेप केस 16,960। अझ अटेम्प टु रेप 5,105 बाँकी। यहाँ 10 जना फिमेलको रेप हुन्छ डेली। 78% भन्दा बढी रेपिस्ट हुन्छ आफन्त छिमेकी। 62% भिक्टम त हुने गर्छ बच्चा। 22% भिक्टम दलितको बोल्छ उसको हकमा। 80% को त रेपपछि हुने गर्छ हत्या। यो त दर्ता भएको केस हो, यस्तो नभएको त अनगिन्ती छ सङ्ख्या। यो हो नेपाल, यहाँ र्याप गर्ने खोर भित्र रेप गर्ने छोड दिन्छ। यो हो नेपाल, जहाँ न्याय भन्ने कुरा सिप मिल्ने गर्छ नोटसित। यो हो नेपाल, जनताका आवाज केवल सुन्ने गर्छ भोट लिन। यो हो नेपाल, त्यही जनताको नि दिलमा यत्रो चोट किन।